नमस्कार साथीहरू। आजको एपिसोड हेरेर उठ्न मन नै लागेन। हेर्दा हेर्दै कहिले रिस उठ्यो, कहिले डर लाग्यो, कहिले आँखा रसाए। यस्तो एपिसोड हेरेपछि चुपचाप बस्न मिल्दैन। त्यसैले आजको रिभ्यू सुरु गरौँ। सुरुदेखि अन्तसम्म। जे जसरी भयो त्यही क्रममा। एपिसोड सुरु हुन्छ एकदम तनावपूर्ण दृश्यबाट। ज्वाई साहब आफै प्रहरी लिएर घरमा छिर्छन् र दिदीले डगमदाउँदै भन्छिन्, कसैले हामीलाई छुन सक्दैन। हाम्रो भाइमाथि कारबाही हुन सक्दैन। यो सुन्दा मनमा पहिलो प्रश्न आयो, यति ठूलो कन्फिडेन्स कहाँबाट आउँछ? के साँच्चै यिनीहरू निर्दोष छन्? कि पावर छ भनेर ढाड ठड्याएका हुन्? प्रहरीले सिधै भन्छन्, बलात्कार र हत्याको घटनामा तपाईहरूको संलग्नता छ भन्ने शंका छ। चौकियुन्नुस्। दिदीले जति नाटक गरे पनि प्रहरीले मानेन। घरभित्र जति चर्को आवाज उठे पनि कानून आफ्नै गतिमा हिँडिरहेको थियो। यो दृश्यमा दिदीको अभिनय एकदम नेचुरल थियो। डर र अहंकार एकैसाथ अनुहारमा देखिन्थ्यो। स्क्रिप्ट पनि टाइट थियो। एउटा पनि फाल्तु संवाद थिएन। यसैबीच घरमा फोन आउँछ। विदेशमा बस्ने कान्छोको। आमाले मायाले भरिएर भन्छिन्, चिन्ता नलि बाबु, यताको केही चिन्ता नगर, आफ्नो ख्याल राख। घरमा प्रहरी छ। छोरी ज्वाइको केस चलेको छ। सबै उल्टो पुल्टो भएको छ। तर आमाले कान्छोलाई थाहा नदिएर जोगाउन खोज्छिन्। कान्छोले भन्छ, सोफियालाई माइत पठाइ नराख्नुस्, तपाईहरू बुढाबुढी भइसक्नुभयो। यति टाढा विदेशमा बसेर पनि घरको हरेक सानो कुराको चिन्ता गर्ने कान्छो। र यहाँ दाइ चाहिँ खबरसम्म नगर्ने? यो दृश्यमा कुनै ठूलो ड्रामा छैन। तर यही सानो कुराले मलाई भित्रैदेखि छोयो। नेपाली आमा यस्तै हुन्छिन्। आफू डुब्दा पनि अरूलाई तैराउन खोज्छिन्। आफ्नो पीडा लुकाएर छोराको मुस्कान जोगाउन खोज्छिन्। अब आउँछ यो एपिसोडको सबैभन्दा डेन्जरस मोड। राति अचानक सलिनाको फोन आउँछ कान्छीलाई। सागर निर्दोष भएको प्रमाण मसँग छ। एक्लै आइज, दिन्छु। कान्छी सोध्छिन्, एक्लै किन? देवरलाई लिएर आउँछु। सलिना भन्छ, अरू कसैलाई ल्याइस भने प्रमाण दिन्न। यो प्रमाण गलत मान्छेको हातमा पर्यो भने गायब हुन्छ। यो सुन्दा म स्क्रिनमै भन्न मन लाग्यो, नजाऊ, नजाऊ। तर कान्छीको अवस्था एकछिन सोच्नुस्। श्रीमान जेलमा, भोलि अदालत, घरमा साथ दिने कोही छैन र कसैले प्रमाण छ भन्यो। त्यो आशलाई कसरी छोड्नु? यही कमजोरीको फाइदा सलिनाले उठाउँछे। मिठो बोली, भावनात्मक दबाब, धर्म कसम, एउटा पछि अर्को हतियार प्रयोग गर्दै जान्छे। तेरो छोरीको पनि माया छैन? रोइरहेकी होली। यो संवाद सुन्दा मनमा भित्रैदेखि ठेस लाग्छ। आमाको सबैभन्दा कमजोर ठाउँ छोराछोरी हुन्छन् र सलिनाले ठ्याक्कै त्यही प्रहार गर्छे। कान्छी राति घरबाट निस्किन्छिन्, सुतेकी सानी छोरीलाई छोडेर, र घरमा छोरी रुन थाल्छे। सन्तोष देवर आउँछन्, भाउजू कतै छैनन्। सासू तुरुन्तै भन्छिन्, नाठो भेट्न गइछ, यस्तो मान्छे देखेकै थिइन। यो दृश्यमा मलाई साँच्चै भित्रैबाट रिस उठ्यो। कान्छी आफ्नो श्रीमानलाई बचाउन राति एक्लै जोखिम उठाएर निस्किरहेकी छिन् र घरमा उनको चरित्रमा आरोप लाग्दैछ। सन्तोषले आमालाई रोक्छन्। सत्य नबुझिकन नबोल्नुस्, सानी बच्चाको अगाडि यस्तो नबोल्नुस्। यो एउटा सानो संवाद थियो, तर यसले धेरै कुरा भन्यो। परिवारभित्र पनि कोही विवेकी हुन्छ। अन्धाधुन्दा आरोप लगाउनु भन्दा सत्य बुझ्न खोज्ने। सन्तोष त्यही हो। यो क्यारेक्टरलाई अझ डेभलप गरेको भए राम्रो हुन्थ्यो। अब आउँछ यो एपिसोडको सबैभन्दा ठूलो ट्विस्ट। सलिनाले कान्छीलाई बन्दक बनाइसकेपछि भन्छ, सागर मेरो बचपनको माया हो। तैले उसलाई मबाट खोसिस्। तैले मलाई सागरको जिन्दगीबाट निकालिस्।
अनि एकदम चिसो आवाजमा भन्छ, अब तँलाई मारेर म आफै सागरसँग बिहे गर्छु। यो सुन्दा मेरो जिउ नै सिरिङ भयो। यो माया होइन, यो अब्सेसन हो। वर्षौंसम्म मनभित्र पालेको एउटा घाउ जुन कहिले निको भएन, र त्यो घाउको सारो पीडा कान्छीमाथि पोखिँदैछ। तर कान्छी पनि टुट्दिनन्, रोएर